ज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं तस्मै श्रीगुरुवे नमः। ओम नमो नमः सर्वेभ्यो सौभाग्येभ्यो नमः। ओम नाम गौतम। मम नाम दृष्टि गौतम। आज हामी सिद्धि चाहेको बारेमा सानो चर्चा गर्न जानेछौँ। विश्व गरी विशेष गरी काठमाडौँ लगायत अन्य स्थानका नेवार समुदायले मनाउने विभिन्न चाडपर्वहरू मध्येको एक पर्व हो सिद्धि चढे। नेवार समुदाय हरेक वर्ष अनेक चतुर्दशी र मनाउने गर्छन्। नेपालभरि रहेका विभिन्न जात जाति अनि सम्प्रदायहरूले अनेकन पर्व मनाउँदै रहँदा काठमाडौँ आसपासमा बसोबास गर्ने नेवार समुदायले पनि आफ्नै चाडपर्व मनाउने गर्छन्। जस्तै नेपालभरि विभिन्न जात र समुदायहरूले विभिन्न पर्व मनाउँदछन्। त्यसैमा काठमाडौँ र आसपास बसोबास गर्ने नेवार समुदायले पनि आफ्नो चाडपर्व मनाउँछन्। तिनीहरूमध्ये एक हो सिद्धि चाहे। हुन त एक वर्षमा 12 वटा चाहे चतुर्दशी हुन्छन् भने अधिक मास परेको वर्ष 13 वटा हुन्छन्। त्यसैमा एक हो सिद्धि चाहे। नेपाल सम्वत अनुसार सिद्धि नाकको करिब 1 हप्ता अघि पर्छ सिद्धि चाहे पूजा। नेपाली भाषामा पाहा चाहेको नामले चिनिने पिसच चतुर्दशी चाड चाहिँ चैत्र कृष्ण पक्ष चतुर्दशी तिथिमा पर्छ। त्यसै गरी फागुन कृष्ण पक्षी चतुर्दशी शिला चाहेको नामले चिनिने गरिन्छ। हजुरहरू प्रबुद्ध व्यक्तित्वहरूलाई सिद्धि नाकको हार्दिक शुभकामना र मङ्गलमय व्यक्त गर्दछौँ। ओम नमो नमः।